नमस्ते, वेलकम ब्याक गाइज। आज न्यू मेरो भिडियोमा तपाईँलाई स्वागत छ। म चाहिँ एकदम यो टन्सिल भएको कारणले धेरै दिनदेखि नै एकदम अशक्त छु। यो भाइरल ज्वरोले गर्दाखेरि एकदम गाह्रो पारिरहेछ। तपाईँले के कस्तो छ अलिकति स्वास्थ्यलाई ख्याल गर्नुहोस्। यो नाइट ड्युटीमा फेरि त्यसै पनि निद्रा राम्रोसँग सुत्न पाइँदैन। अनि यो भाइरल ज्वरोले अत्याधिक अहिले चाहिँ एकदम गाह्रो पारिरहेको छ। घाँटीमा ठ्याप्पै यहाँ कफ। हिजो त मैले यो डिएक्सन प्रडक्ट एउटा यो मलेसियन कम्पनी नै हो, त्यसमा त्यो टुथपेस्ट पाउँछ। त्यो टुथपेस्ट खाएर अलिअलि कफ सफ निस्किएको थियो। त्यो टुथपेस्ट चाहिँ फेरि धेरै खानुहुन्न के। त्यो टुथपेस्टबाट अलिकति केही त्यसले गर्दाखेरि कफहरू भयो। अहिले पनि हन ज्वरो आइरहेको छ। यो भाइरल ज्वरो चाहिँ एकदम खतरा, एकदम डेन्जर रहेछ। हात खुट्टा कटकट खाइहाल्छ। सबै एकदम गाह्रो भइरहेछ। जिउ पनि गरौँ होइन। अनि झन् निन्द्रा लागे जस्तो। अनि फेरि सुत्यो, निन्द्रा आउँदैन। अनि टाउको एकदम कटकट खाने होइन। हात खुट्टा कटकट खाने, अनि हात खुट्टा गलिहाल्ने। अनि जिब्रोले स्वाद केही थाहा नपाउने भइरहेछ। तर म औषधि चाहिँ खाएको छैन, हस्पिटलतिर पनि गएको छैन होइन। अहिले अलिकति यो बजेटको अलिकति थोरै अभावले गर्दाखेरि सेलेरी आएको छैन। हेर्नुहोस्, सेलेरी टाइममा दिँदैन। त्यही कारणले चाहिँ यहाँ एकदम गाह्रो छ। बिरामी भयो भने गाह्रो, टाइममा सेलेरी पाइँदैन। विशेष मलेसियामा सेक्युरिटी गार्डले अत्याधिक रूपमा भोग्नुपर्ने चाहिँ यही हो, टाइममा सेलेरी नपाउने। जो एग्रिमेन्ट गरेको मुताबिक सेलेरी नपाउने, यही चाहिँ दुःख एकदम भोग्नु परेको छ सेक्युरिटीले मलेसियामा। प्रायः कम्पनीले चाहिँ होइन, सेलेरी चाहिँ 1700 बेसिक छ अहिले। यहाँको मलेसियाको गभर्मेन्टले 1700 बेसिक बनाएको छ। तर त्यो 1700 बेसिकभित्रमा सेलेरी नपाउने भनेको चाहिँ सेक्युरिटी गार्ड हो। यी हामी जस्तो सेक्युरिटी गार्डहरूले हो। धेरै भनेको 2400 पाएका छन्। त्योभन्दा माथि चाहिँ कसैको पनि सेलेरी छैन। त धेरैले भन्छन् होइन, 26, 27, 2800, 3000 भन्छन्। तर त्यो एउटा अफवाह मात्रै हो। कसैको ओभर टाइम हुन्छ, ओभर टाइम भएको कारणले गर्दाखेरि त्यो भएको होला। यहाँ सप्लायर कम्पनीले चाहिँ उसले अब खान्छ। अब सेक्युरिटी त सबै सप्लायर कम्पनी नै हो। त्यही कारणले सप्लायर कम्पनीले गर्दाखेरि अब डाइरेक्ट भए चाहिँ अब सेलेरी 1700 को बेसिकले पाउँछ है। अब यहाँ सबै सेक्युरिटीहरू भनेको सप्लायरमा हो। त्यसले गर्दाखेरि अब सप्लायरमा उनीहरूले नाफा खाए त खानै पर्यो। अन्तिम एकजना बराबर हाम्रो चाहिँ 1200सम्म खाँदो रहेछ। त्यो हिसाब गर्दाखेरि छुट्टी छैन। हेर्नुहोस् है, जति पनि नेपालबाट नयाँ सेक्युरिटीहरू आउँदै हुनुहुन्छ भने चाहिँ होइन, अलिकति विचार पुऱ्याएर मात्रै होइन, राम्रोसँग तपाईँहरू बुझेर मात्र आउनु होला। 2-3 लाख तिरेर यहाँ आएर चाहिँ तपाईँको त्यो 2200 सेलेरी, धेरै भनेको 2200 दिन्छ। 2200 सेलेरीले यहाँ केही पनि हुन्न मलेसियामा। हरेक चिजको चाहिँ प्राइस बढेको छ। खाद्यान्नमा हेर्नुहोस्, 26-27 रिङ्गेटमा पाउने चामल चाहिँ अहिले त्यही चामल चाहिँ 42 रिङ्गेटसम्म पर्छ है। 4 रुपियाँ किलो टमाटर भएको अहिले 12 रुपियाँ किलो टमाटर छ। 2 रुपियाँ किलो आलु थियो, त्यो आलु 5 रुपियाँ 6 रुपियाँ किलो
पुगेको छ हेर्नुहोस्। त्यही कारणले यहाँ खानाको लागि तपाईँको नेट 600 त चाहिन्छ हेर्नुहोस्। 600ले पनि धौधौ हुन्छ। त्यस्तो छ मलेसियामा हेर्नुहोस्। अनि सेक्युरिटी गार्डले रातभरि भने अब नाइटमा अब काम हुन्न भन्छन्। यत्रोको काम हुन्न, काम नभएर के भयो त यहाँ कति बेला चोर आएर बा मलाई नै सक्ने हो कि मलाई नै हान्ने हो कि भन्ने डर, ठुलो डर हुन्छ हेर्नुहोस्। सेक्युरिटी गार्ड भनेको ड्युटी चाहिँ एकदम खतम हेर्नुहोस्। फेरि सेक्युरिटी गार्डलाई मलेसियामा गन्ध पनि गन्दैनन्, मान्दा पनि मान्दैनन् हेर्नुहोस्। कुकुरले भने जस्तो भन्छन् यहाँको लोकलहरूले, मन पराउँदैनन्, हेला गर्छन् हैन। अलिकति ठुलोसोले बोल्यो भने एक्सन लिनु खोज्छन्, उल्टै हामीलाई पिट्नु खोज्छन्। पिट्न आउँछ, डाइरेक्ट पिट्छ नै, मार्नेसम्म सम्भावना हुन्छ यहाँ। त्यसैले नेपाल सरकारले कहिले हो यहाँ चाहिँ तपाईँको एम्बेसीमा गयो, एम्बेसीले भनेको छु यहाँ त्यहाँ यताउता भन्छ, तर नेपाल एम्बेसीले कहिले पनि यो सुधार ल्याउँदैन। धेरैले भन्छन् सेक्युरिटी गार्डको तलब 3000 हो भने, तर 3000 को कुरै छोडिदिनुहोस्। तपाईँको 7 वर्ष भयो म यहाँ काम गरेको, 7 वर्षमा 300 पनि मेरो सेलेरी बढाएको छैन हेर्नुहोस्। म 2020मा आएको, 2100 भनेर आएको एग्रिमेन्टमा, 1700 दियो। 1700बाट 1 रुपियाँ घटाएर दिन्न, 1 रुपियाँ बढाएर दिन्न भन्नु। अब के गर्नु, ऋण परेर आएको छ, ऋण त तिर्नु पर्यो भन्दै बस्दै जाँदा अहिले 7 वर्ष बितिसक्यो है। सेलेरी 2100 छ हेर्नुहोस्। अनि त्यसले के खाने, के घर परिवारलाई पठाउने। यी बिरामी छ अहिले यहाँ, भाइरल ज्वरोले पक्रेर अब 7मा छैन बजेट, पैसा गाह्रो परिरहेछ। यी यस्ताहरू भोग्नु परिरहेछ मलेसियामा सेक्युरिटी गार्डहरूले। त्यही भएर चाहिँ गाह्रो, एकदम गाह्रो। यो एम्बेसीले पनि केही काम गर्दैन, केही सुधार ल्याउँदैन। यस्तो गाह्रो छ। बजेटको अभावले मान्छे बिराम हुँदाखेरि पैसा पाइँदैन, टाइममा पैसा पाइँदैन। अब 3 महिनामा एकचोटि सेलेरी, अनि के खाने, के परिवारलाई पठाउने, यहाँ बाँकी खाँदै तिर्नै पुग्दैन। यस्तो समस्या छ जिउको त्यो। अब त्यो एम्बेसीले के गर्छ, यसो भने जस्तो गर्छ, बस टोपल्छ, सक्यो हेर्नुहोस्। त्यही भएर जति पनि नेपालबाट नयाँ आउनेहरूले चाहिँ सोचेर सम्झेर मात्रै आउनु पर्यो सेक्युरिटी गार्डमा। जति नै मान्छेले गफ लाए खोके पनि भन्छन्, धेरैले 2700 थाप्छ अरे फलानाको कम्पनीमा, धिस्काको कम्पनीमा यसरी सेक्युरिटी गार्डले भन्छन्, तर होइन त्यो वास्तवमा। त्यो कहिले कहीँ ओटी हुँदाखेरि उनीहरूले त्यही अब होला 26-27 थाप्छन् होला, त्यो कुरा अलग हो। तर वास्तवमा यहाँ सेलेरी भनेको 2100 भन्दा माथि दिँदैन हेर्नुहोस्। सप्लायर हो जति पनि सेक्युरिटीहरू होइन। त्यही कारणले चाहिँ यहाँ मलेसियामा सेक्युरिटी गार्डमा आउनु भनेको चाहिँ समय बिताउनु मात्र हो, र आफ्नो यहाँ भएको आफ्नो जवानी खेर फाल्नु मात्रै हो। यहाँ चाहिँ नि 20-25 वर्षको केटाहरू, 25-26 वर्षको केटाहरू सेक्युरिटी गार्डमा आएर 5-6 वर्ष बसेर जान्छन्। बिचारा त 5 वर्षमा कति कमाउला। बिहा गरेर आएको छ भने त श्रीमती छोराछोरीले खर्च, घर खर्च पठाउँदा, जाँदाखेरि बास रित्त, जाँदा बढीमा बढी 3-4 लाख 4-5 लाख होला बिचाराको एकाउन्टमा यताउता गरेर होइन। त्योभन्दा हुन्न। बरु अहिले चाहिँ खर्चै गरेर, बरु अलिकति लगनी नै गरेर चाहिँ युरोप कन्ट्रीतिर गयो भने बरु अलिकति केही होला। र मान्छेको विशेष चाहिँ विदेश जाँदाखेरि चाहिँ सिप हुनुपर्छ है, कि त चाहिँ नि धेरै पढे लेखेकै हुनुपर्छ र होइन, अफिसियली कामतिर हुनुपर्छ, कि त चाहिँ नि तपाईँ कुक काम सिकेर जानुहोस् है। अब कि त तपाईँ वेल्डिङको काम सिकेर जानुहोस्, कि त तपाईँ पाइपिङको काम सिकेर जानुहोस् होइन, पाइपलाइनको काम सिकेर जानुहोस्, कि त चाहिँ तपाईँ इलेक्ट्रिसियनको काम सिकेर जानुहोस्
होइन, दक्षको एकदम दक्ष भएर जानुभयो भने पैसा कमाइन्छ होइन। अब तपाईँ अब यस्तै सिम्पल लेबर हेल्परतिर जानुहुन्छ भने चाहिँ जहाँ पनि त्यही हो, अलिक कम पैसा हुन्छ। तर झुक्किएर पनि तपाईँहरू सेक्युरिटी गार्डमा चाहिँ नजानुहोस्। जुनै पनि देशमा, चाहे अमेरिका, चाहे जापान, जर्मन, जहीँ पनि सेक्युरिटी गार्डको चाहिँ 12 घन्टा ड्युटी, फिक्स सेलेरी हुन्छ। अब दुबईमा चाहिँ 3000-3200सम्म सेलेरी हुन्छ। त्यहाँको दुई क्याटेगोरीको सेक्युरिटी हुन्छ दुबईमा। एउटा सिभिल सेक्युरिटी हुन्छ, त्यसको त्यही 1200-1500 बेसिक हुन्छ है। अनि एउटा हुन्छ तपाईँको नेपालमा पुलिस जागिर खाएको, आर्मी जागिर खाएको यी भुपुहरूको यस्तो चाहिँ एसएस सेक्युरिटी भन्छन्। ती यस्ताहरूले चाहिँ 3000-3200 सेलेरी थाप्छन् दुबईमा। यहाँभन्दा चाहिँ दुबईमा अलिकति राम्रो हो सेक्युरिटी गार्डलाई। तर गई गुज्रिएको सेक्युरिटी गार्डको काम चाहिँ 1 नम्बरमा चाहिँ खत्तम चाहिँ मलेसिया हो। हेर्नुहोस्, मलेसियामा जति नै गफ लाए पनि, जसले जति नै गफ लाए पनि सेलेरी धेरै भनेको 2400-2300 हो। त्यहाँभन्दा माथि कसैको कुनै पनि सेक्युरिटीको तलब छैन। हेर्नुहोस्, एका दुःखा कम्पनीले देला 2400-2500, होइन भने 2200 भन्दा माथि कसैको सेक्युरिटी, कुनै पनि सेक्युरिटीको तलब छैन है। त्यही कारणले सोचेर सम्झेर मात्रै अब आउनु होला। म त भन्छु होइन, कम्पनीमा गएर आउनु। 25-26 वर्षको यङ केटाहरू त कम्पनीमा आउँदा ठिक हुन्छ होइन। धेरै मान्छे यहाँ मलेसियामा हावापानी राम्रो भयो भनेर आउँछन्, तर खास वास्तवमा मलेसियाको हावापानी त्यस्तो राम्रो चाहिँ मलाई लागेन। यहाँ त्यति अरबमा जस्तो गर्मी चाहिँ हुन्न, हरियाली चारैतिर होइन। अब 40 डिग्री 45 डिग्रीको चाहिँ अब एकदम रातै रम्मल घारी बलो घारी भएको ठाउँमा चाहिँ काम चाहिँ गर्नु पर्दैन। तर यहाँ सहरको राप होइन, गाडीको पेट्रोलको त्यो राप, अलिअलि घाम, सहरतिरको गर्मीको रापले गर्मी चाहिँ हुन्छ यहाँ पनि होइन। यहाँ पनि 36-37 डिग्री त हुन्छ घाम, त्यतिसम्म त हुन्छ। तर अब कम्पनीमा यहाँ फ्यानहरू अलिअलि हुन्छ, केही हुन्छ फ्याक्ट्रीतिर होइन, ठिकै हुन्छ। अहिले यहाँ मलेसियामा चाहिँ फ्याक्ट्रीमा काम गर्नेलाई 2-4 घन्टा उठी भयो भने चाहिँ मस्त कमाइ छ। हेर्नुहोस्, यही मैले काम गर्ने, ड्युटी गर्ने ठाउँमा फ्याक्ट्रीमा काम गर्ने लेबरहरूले महिनामा 2700-2800 थाप्छन्। तपाईँको अहिलेको मलेसियन रेटले त 2500-2600 नै 1 लाख भइहाल्छ। आसानी सजिलो तरिकाले यहाँ 1,40,45,000 यहाँ एउटा लेबरले कमाइरहेको छ। हेर्नुहोस्, म 7 वर्ष भयो, हेर्नुहोस् न, यहाँ 2100 सेलेरी छ। मेरो खानामा 600 जान्छ, 600-700 जान्छ। हेर्नुहोस् त, अनि कति बज्यो मेरो विचार गर्नुहोस् न, 1000 रुपियाँ है, 36,000-37,000 महिनामा। अनि हेर्नुहोस् त, यहाँ मान्छेको समयको बर्बाद, यहाँ जवानीको बर्बाद खेर। हेर्नुहोस्, त्यसैले नेपालबाट अब नयाँ सेक्युरिटी गार्डमा आउँदै हुनुहुन्छ भने चाहिँ नेपाली दाजुभाइहरूले सोचेर अलिक राम्रो बुझेर अलिक राम्रो कम्पनीमा प्रत्येक महिना सेलेरी दिने कम्पनी हो कि होइन, कस्तो हो चाहिँ, कति चाहिँ कस्तो खालको रुम दिन्छ होइन, कति घन्टा ड्युटी हो होइन, केमा काम हो, चाहिँ सहर सिटीतिर हो कि होइन, बाहिर आउट चाहिँ फ्याक्ट्रीतिर हो कि। अब मेरोमा चाहिँ अहिले मैले काम गरेको ठाउँमा चाहिँ फ्याक्ट्रीमा हो। त्यस्तो धेरै हार्ड काम चाहिँ छैन, तर पैसा चाहिँ छैन बाबा। यो समयमा त खेर फाल्यो 7 वर्ष है। दुःखले हो कि या करले हो कि बाध्यताले हो यहाँ बस्नु परेको छ क्या, यही छ।
त्यही कारणले सोचेर सम्झेर मात्रै आउनु होला भन्छु सेक्युरिटी गार्डमा चाहिँ। तपाईँहरूलाई कस्तो लाग्यो होइन, यो मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ लाइक सेयर गर्नु नभुल्नु होला होइन, अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म बिदा माग्न चाहन्छु। जय नेपाल, जय देश।